को अरे दिदी छ दिदी भन्छ गोमा दिदी नै हे छेउमा छैन त किन भन्नु न भन्नु छैन आज कति कति आज आज 12 अनि बेला भइसक्यो त त्यो भाइलाई भनेर जाने नि बाइकमा सुँगिरहेको छु अब भोलि जाने भोलि गाइज भोलि जाने हो अँ लु अनि मलाई फोटो सोटो खिचेर बनाउने त्यो मगरको त्यो के अरे माला साला पनि किनिदिनु घडी किनिदिनु कति पर्छ अनि अरू त्यो चाहिँ अरू के भन्नु है लुङ्गीबाट कस्तो लुङ्गीबाट के झुम्का पाल्दा के अरे कसलाई भने मलाई मन त हो खोइ तपाईँ बोलेको बुझिएन ए मन चलेन गुमाको दिदीको भनेको त्यो कस्तो मन पर्छ भनेर ए फरिया नै भन्दै थियो तर फरिया त खास मेरो दिनेको पनि अब हुन्छ कि केही देख्ने त्यहाँ सोध्नु ल सोधौँ न अनि के पो भन्नु ए भोलि तपाईँको छुट्टी हो नि मेरो भोलि छुट्टी आयो भोलि पर्सि म भोलि फोन गर्छु नि अनि तिम्रो तिहार छ कि के छ तिहार पनि छ यो पनि छ पहिले होइन उ गर्नु त्यही नभए त्यही हालिदिन्छु नि तिम्रो खातामा भइहाल्छ खाता नम्बर पनि भयो मैले राख्दा पनि भोलि पर्सि गर्दा नि भयो तपाईँकै विचार ल एउटा बुके पनि ल्याइदियो कि क्या हो बुके त उही चाहिँ बनाउँछ अनि के उसलाई वाक्य लागिसक्यो उसलाई नै बनाउनु आउनुपर्छ नि उसलाई मनपर्छ अरे नि त बुके खै अन्त नि अब हेर नि उसले बनाएको उसलाई नै दिउँ न गिफ्ट उसले नि बनाउँछ राम्रो राम्रो के उसलाई नै वाक्य लागिसक्यो होला के होइन उसलाई नै बनाउनु लाउन यो मलाई चाहिएको छ भन्नु पर्यो कि हुन्छ ल कति चाहिँ पर्छ त्यो 3-4 सय त भन्ला तिमीलाई डिस्काउन्टमा दिइहाल्छ नि झन् मलाई चाहिँ बनाएकै दाममा दिनु है के अरे जति लगानी लाग्छ त्यति भन्नु पर्यो ल लिनु नि तपाईँकै बुढोको लागि हो भनेर भन्नु नमिली के गर्नु गाह्रो छ भन्नु पर्यो नि ल गर्नु नि अब कसो अब धेरै छैन आज कति गते अरे आज भनेको 12 गते 13, 14, 15, 16, 17, 18, 19 7 दिन बाँकी छ अब आमा तपाईँले त तर के असार 1-2 गतेदेखि नै भनेको अनि फाइनली साथीहरूमा चाहिँ रेडी भइसके अब हामी चाहिँ जाँदैछौँ कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ अब थाहा पाइहाल्नुहुन्छ आजको 4-5 दिनपछि आज 14 गते हो हामी चाहिँ साथीहरू पथी जाँदैछौँ अब अनि अब सरप्राइज दिनको लागि हो खास जाँदैछौँ आज 14 गते खास होइन अब हामी 14 गतेदेखि नै स्टामेट मिलाउँदैछौँ चाहिँ यसरी हिँड्दैछौँ होइन एकदम भौतारिँदैछौँ खोज्दैछौँ साथीहरू यसरी यो लड यतापट्टि होइन भने चाहिँ उता एक गर्नुपर्छ यता होइन रहेछ नि होइन यस्तै हुने रहेछ नि त होइन गुरु सीता चाहिँ यसरी हिँड्दैछ तर बिचरा सीतालाई केही थाहा छैन हिँडेको कुरा पनि तिमीहरू कहाँ हिँडेको यहाँनिर नभेटेर हैरान छ होइन मलाई चाहिँ यतै जस्तो लाग्छ त्यस्तै लाग्छ फाइनली आइपुगिसक्यो सीता यहाँ पक्रिनु यसलाई चाहिँ यहाँ यसलाई चाहिँ पक्रिनु जाउँ म हिँड्छु त यहाँ मेरो छोरा किन्दिनँ क्या ए मैले त है हामी कहाँ आइपुगिसक्यौँ पथरी आइपुगिसक्यौँ सीता पनि छ हजुर म किनिदिन्छु मेरो छोरा पनि छ कहाँ यहाँ गाडी छ हौ ऊ परको राम्रो पाउँछ यहाँको त राम्रो छैन
कत्तेरी घरैभरि छ चाहिँ आइपुगिसकेको छौँ फ्रेस भएको ठाउँमा। मलाई चाहिँ यस्तो देखिएको छ। भिडियो राम्रो फोटोमा यहाँ त राम्रो आएन भिडियो चाहिँ राम्रो आउँदो रहेछ अनुहार राम्रो गोरी पो देखिएछ अब फोटोमा देखियो होला नि। 4-5 जोडी लुगा लाउँछ नि केटी घडी पनि किन्दैछौँ हामी। यस्तो भएर देखाइदिनु पऱ्यो नि त। अनि यहाँ भएर देखाइदिनु पऱ्यो नि। गाह्रो पो छ त नि। यस्तो यस्तो छ। यो चाहिँ यसको सेट। घडी चाहिँ हामीले यहाँ लिएको। यो मन पर्यो मलाई चाहिँ। कस्तो नक्कली हो। यो चाहिँ डिजाइन त मन पर्यो। यो ग्रिन कलर भयो क्या। भाइ ओ भाइ ठुलो मम्मीको ह्याप्पी बर्थडे हो आज। आज ठुलो मम्मीको ह्याप्पी बर्थडे हो। बुझ्यो भन न। के खाने कि नखाने के? यता हेरेर भन। यहाँ ठुलो मम्मी हेर्दै हुनुहुन्छ। खाने कि नखाने के? खाने? गोमा ठुलो मम्मीको केक खान एक्साइटेड। किन गरिदिनु तेरो मम्मीले? हो कलाउँछ दिमागै खराब गर्छ नि। हेलो गाइज, हामीले चाहिँ सरप्राइज केक ल्याएको छौँ। सरप्राइज यो चाहिँ साथीहरू आज सरप्राइज 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 सरप्राइज। तर प्लान चाहिँ कसरी मिलाउनु? प्लान प्लान के भयो बनाउनु? प्लान चाहिँ कसरी वालीलाई चाहिँ सब्जी पकाउनु लाएर हामी चाहिँ यता पुरा प्लान मिलाउँदैछौँ साथीहरू। कस्तो लाग्दैछ? कस्तो डर लाग्दैछ? होइन भने कसरी गराउनु भने रियाक्सन ठुलो छोरी मेरो ताजमहल संध्या होइन यहाँ घरमा कस्तो हो हबी Happy birthday guys. Happy birthday guys. मैले नुहाएको थिएँ र 18 गते guys आज। यहाँ बुहारी नानीको यहाँ प्लिज आमा प्लिज देखाउ न देखाउ। यहाँ टेबलमा कस्तो लाग्यो सरप्राइज? ए उहिलेदिउँ न चक्कु ल्याउन उहिले भिडियो गर्नु न म गर्छु। गणेश दाइ कता जानुभयो? सर मिलेको छिटो न पड्काइदिन्छ नि। रिदा सबैजना आएन भयो ल यो देखा त जिरो त यहाँ भिडियो गरिरहेछ
छोडिदिनु मोबाइल हेरि हाल्ला क्या पहिला त्यो बाल्नु दिनु न बुढाको सरप्राइज यो कसरी दिएको मम्मी चाहिँ पहिला हो सुनमा केक काट्नु छैन एकछिन गर्नु नि फेरि निस्किसक्यो पहिला चाहिँ त्यो बाल्थ्यो मलाई त्यो कसरी थाहा छ कस्तो थाहा हो चाहिँ अघि नै मैले होइन सोध्नु त म यसले रिसाइरहेको थिएँ क्या उसँग के कसरी रिसाउनु सोध्नु न भनेलाई के भनेर गर्छ हैन म ऊ होइन के होइन चाहिँ मलाई थाहा भइसक्यो क्या कसरी थाहा गर्न तपाईले ह्यापी बर्थडे टु यु भिडियो कल सुन्दै गर्दैछ गरेको छु गाइसक्नु ए के गरेको मम्मी चाहिँ लास्टमा गरे त नि पटक गरेछ मेरो बर्थडे आइज भाइ अब ल के काट्नु छिटो के काट्नु कोही सम्झेर भिडियो गरेर यस्तो गरिरहेको छु यो उरी पत्री पनि यही ल्याएको हो कि होइन के काट्नु न चिपो लागेर छिटो न अहिले छिटो गर्नु नि पुगाउनु पुगार्नु न तपाईँ मार ह्याप्पी बर्थडे थाहा थियो मलाई कहिले ल्याएको थाहा थियो कसरी अब मेरो तपाईँ काट्नु छिटो म यसमै कसमै हाल्छ क्या गर्ने के अब भइगयो त अनि बुढाले तपाईँ मार्न आउनु न यहाँ बुढाले सरप्राइज चुम्मा गर्नु लु चुम्मा त अहिले भनेको हैन यो भिडियो छ नि फेरि रेकर्ड छ लु आमा आउने आमा बाउ लु पहिले आमा बाउ खानु सक्छन् के बर्थडे खान आउँदैन सक्छौँ न खुवाइदिनु तपाईँ आफै खानु म खुवाइदिनु म खान मन लाग्दैछ सन्देश लाग्छ एउटा उयो भाइले पनि ल्याउँछ त्यसलाई लु आइज भाइ फुल दिनु भयो भाइलाई पनि देखाऊ आजदेखि हेर्नु आले के हो त्यो घन बहादुरलाई सरप्राइज गोमा यो मलाई देखाउनु सरप्राइज गोमा अघि बुढाले यसरी सरप्राइज दे के गर्नुहुन्छ भनेको कि आई लभ यु बुढा चुम्मा भन्छ खोइ त यहाँ चुम्मा खानु भयो खै खानु पर्यो परस कि नपरस नि सरप्राइज हो नि त मन परेको थिएन अन्त रिसाउनु हुन्थ्यो ल मन परेको जस्तो लाग्यो सरप्राइजमा परस कि नपरस नि ल छिटो खोइ त चुम्मा खोइ चुम्मा दिएको दाइलाई खोइ ला के अहिले चाहिँ हेर न बिचार एकदम खुसी लागेको छैन भनिहाल्नु कसको हो त्यो चाहिँ थाहा छैन है यो सोना हो सोना चित्त बुझेछ यो घन बहादुर नकिन्दिने भन्यो घनबहादुरले नै हो र यो सबै सबै हो सबै हो यो नि हो यो नि छिटो है छिटो चुम्मा पनि खानु है सरप्राइज चाहिँ रुनुकै ध्यान हुँदो रहेछ भाउजू ह्याट बेजल चुम्मा खाइदिहाल्नु के हो बाबुलाई के पकाइ अगाडि जानुपर्छ अरू हेर्दा हुँदैन जुत्ता हो चप्पलको जुत्ता मगर ड्रेसमा मन परेछ कि क्या हौ परेन हो परेन परेर सार्दा हुन्छ मन नपर्नु किनिदिन्छ हो के चाहिँ मन परेको थियो त अनि तपाईँलाई चाहिँ घर बत्ती छैन अरे अनि पठाइदिएको अरे त्यही भनिरहेको थियो हँसाएर अरे यो त मेरो हो त छिटो न हेर्नु न हेर्नु हेर्नु यसलाई दसैँलाई देखा न ओ भाइलाई देखा न भाइलाई सोनै सोना भन्दा कम मन परेको थियो होइन देखाइदिनु न यहाँ कस्तो राम्रो लाग्यो ओ भाइलाई बताएर कहिले किनेको भन्नु नि ओ सम्यकलाई हेर न त हानिरहेछ भन्नु कहिले किनेको नभन हो ल यो चाहिँ अर्को हेरि हेर्नु नि छिटो यहाँ छ अनि यो मेरो बत्ती त यसो नगर ठुलो हुँदैछ नि त उरी ठुलै लाउने नि त यो होइन मम्मी यत्रो ल्याएर सानो साइजको थियो नि मम्मी घर चुरा जस्तै छ भने मलाई मन परेन मम्मीको
मन नपरेन त तँलाई मन पर्यो कति धेरै हो। घडी पनि लगाइहाल्नु घडी पनि लगाइहाल्नु ए यो पनि हेर्दैछ त के हो यो चाहिँ? त्यो सोना मलाई थाहा थियो क्या अगाडि नै भनिरहेको थियो क्या हिजो अस्ति ए पनि गरेर भनिरहेको सबै आफै पोल्छ बेकारमा के सरप्राइज दिँदा बेकारमा होइन कुन दाइले किनिदिएको कुन कसले किनिदिएको भनिदेऊ न त कुन लाउनु न यो गोमाले पुटेर अहिले पो पोल्दैछ स्याहार त्यो छिटो गर्नु न बात यो केक नखाने तिमीहरूले उहाँ बाहिर दाउ हानिरहेको छ त्यसले लगाइदिनु न हो त खाओस् लु भयो म भरे भोलि ल्याउँछु मैले यो चेक त गर्नु नि त हो यतिखेर चेक अब लाउनु पर्यो नि त कि मन परेन लुगा पनि अझै लाएर फनमा घुमेर देखाइदिनु त हुन्थ्यो फेरि गोमालाई घडी खोल्नु नाने सात भइसक्यो भन्ने भयो त्यति नै हो छोरीले आजले गयो ठुलो बाबाले यहीँ लाउनु न यहीँ तर यहीँ लाउनु ठिक हुन्छ हुँदैन भन्ने कुरो हो थाहा थियो यो मलाई भनिसकेको थियो भनेले के घडी नि भनेको थियो त मलाई मन पर्दैन नपर्ने त्यस्तो घडीहरू भनेको थियो मलाई बरु ब्याज दिनु भनेको ल बाबाले भन्छ चप्पल चाहिँ कस्तो लाग्यो हेरिहाल्नु चप्पल बाबा फोन आइन आज त्यो चाहिँ कान्छी देउरानीले अरे क्या भने साट्नु मेरो मम्मीले दिएको होइन साट्नु जतिको दुईटा ल्याउँदैन सधैँ त ठुलो बाबु तर महँगो लाग्यो भनिदिनु लु न यहाँ तपाईँ यो यो अन्दाज गरेर मिल्छ नि यो 1000 होला ठ्याक्कै भन्नु होला मम्मी भएन नि यो के भयो नि ठ्याक्कै सेट मिल्यो त तर तपाईँको एउटा चाहिँ यहाँ ऊ भयो है पोटुका चाहिँ मैले त ल्याइदिनु कपेटीवाले थियो कि फोटोका लाउँदैन अरे हौ त्यसमा कति पर्यो जति सुकै परोस् न किन सरप्राइज भनेको सरप्राइज हो जति लुङ्गी मेरोमा छ म लुङ्गी पर्दैन भनेको क्या एउटालाई यो नयाँ डिजाइनको छ ऊ के अरे हाम्रो उयो चोलीले यो चाहिँ एकदम भरिया ल्याइदिन आँटेको फोटो खिच्नु अरे लाउनु अरे एकचोटि फोटो खिच्नु अरे भाउजू अब मलाई त लामो हुन्छ गुमे त अग्ली छ अहिलेको यस्तो डिजाइन आएको छ नि त नि खालि यो चलेको छ क्या मन परेन साट्दाखेरि हुन्छ है यो यो कहाँबाट तर यो सस्तो हो त्यो फरिया चाहिँ अहिले सरप्राइज भनेको सरप्राइज हो साट्नु मिल्छ र ओइ यो उयो के अरे के खानु न ओइ के खानु न किनभने म बाँडिदिइहाल्छु ढोका लाग्छ उरी खानु त के चिसोमा खानुको लागि सर भन्दा पनि म उयोबाट के तगडा गरेको यो चाहिँ अहिले अघि ल्याएको छु मैले ओइ खालु खा दिँदा सबै टेको भन्छु ए अनि नन्दको ऊ पनि छ नि त फेरि चिसो पनि हो ल चिम्टी हेर्नु कति राम्रो हो त्यो आउनु त भिडियोमा ओइ कोकले शर्मिला मेरो हो यो अनि यो कसको यो चाहिँ गणेश मगरले सरप्राइज दिएको श्याम मगरले तर्फबाट तपाईँलाई यो पार्टी गाइस पार्टी के बाउको सरप्राइज ए अनि गरी ल्याइदिनु भएन बाबु भित्र थियो नि रक्सी उहाँ टेबलमा थियो रिटर्न जाऊ त खोइ चाहिँ मेरो सरप्राइज अरे मिलाएर के यसमा कोही त अचार लु अचार लिएर आउँदा भित्रबाट ओ राजु दाजु हेलो भाइ खै हेलो भनेको बाबु के छ